नमस्कार। हाम्रो प्यारो भाइ सलिम तामाङ सिङताम गोपालधुरा दार्जिलिङ निवासी, जो चाहिँ पेसाले एउटा ड्राइभर हुनुहुन्थ्यो है। र विगत 3 महिना अगाडि उहाँको जोरताङमा एउटा वाहन दुर्घटनामा परेर अवस्था गम्भीर हुन पुगेको थियो र लगभग 20-21 दिन त भाइ कोमामै थियो है। र लगभग 3 महिनासम्मको एउटा लामो उपचार सकेर है, र त्यसबीच एउटा लाइफ एन्ड डेथ सिचुएसनसँग जुझ्दै भाइ अब विजयी बनेर आज आफ्नो घर फर्किन सफल बनेको छ है। र आज भाइकै केही अपडेट लिएर म आएको छु हजुरहरु समक्ष। चिन्छ नि सबै, अन्त भाइ अब यत्रो उयोबाट त फर्केर आएको छ है। नमस्कार सम्पूर्णमा। विशेष धेरै समयको लामो अन्तरालपछि आज फेरि एउटा नयाँ भिडियो लिएर म आइसकेको छु। र आजको भिडियोमा भने म हाम्रै गाउँको प्यारो भाइ सलिम तामाङको केही रिसेन्ट अपडेटहरू दिन गइरहेको छु है। र विगतको दिनमा लगभग 3 महिना अगाडि भाइ एउटा वाहन दुर्घटनामा परेर है गम्भीर परिस्थितिमा पुगेको थियो। र 3 महिनाको एउटा कठोर एउटा परिस्थितिसँग गुज्रेर एउटा लाइफ एन्ड डेथ सिचुएसनसँग ब्याटल गर्दै आजको दिनमा भाइ घर फर्केर आएको छ। तर घर फर्केर आए तापनि भाइको अवस्था अझै पनि साह्रै राम्रो चाहिँ छैन। त्यसर्थ भाइलाई केही रूपमा भए पनि एउटा सहयोग होस् भन्ने हेतु है, र उहाँको परिवार पक्षले पनि एउटा अपिल गरे बापत आजको दिनमा भाइलाई एउटा व्हीलचेयर प्रदान गरिँदैछ एउटा बिजिपिएम सदरवन समष्टिको तर्फबाट। र त्यसकै केही झलकहरू म तपाईहरुलाई देखाउन गइरहेछु। र साथै यस भिडियोको माध्यमबाट म हजुरहरु सम्पूर्णमा अपिल गर्न चाहन्छु कि भाइलाई अझै पनि है अब एउटा रिकभरीको लागि है सहयोगी हातहरूको खाँचो छ है। र के कसरी हुन्छ, एउटा सानोभन्दा सानो सहयोगले पनि धेरै फरक पुग्न जान्छ। किनकि म स्वयं पनि अब पहिला है यस्तै परिस्थितिसँग जुझेर आएको मान्छे हुनाले गर्दाखेरि है एउटा परिवार पक्षलाई एउटा बिमारी पक्षलाई कतिको साह्रो परिरहेको हुन्छ त्यो कुरा हामी राम्रोसँग बुझ्छौँ है। र त्यसर्थ अब किनकि अहिले पनि भाइको ट्रिटमेन्ट चलि नै रहेको छ, भाइको फिजियोथेरापीहरू है ड्रेसिङहरू चलिरहेको छ घरमै पनि है। र त्यसमा पनि अब निकै फाइनेन्सियल अब कस्टहरू छ है, प्लस भाइको मेडिसिन्सहरूको कस्ट छ। त्यसरी नै अब अझै पनि स्ट्रगल इज स्टिल गोइङ अन है। र त्यसर्थ म सम्पूर्णमा अपिल गर्न चाहन्छु, जे जस्तो हुन्छ तपाईँहरूकोबाट सहयोग गर्न सक्नुहुन्छ भने अलिकति सहयोग गरिदिनुहोस् है। र एउटा पोजिटिभ नोटसँगै एउटा आशा पनि गर्दछु कि भाइ चाँडोभन्दा चाँडो एउटा पहिलाको जस्तै एउटा नर्मल लाइफमा आओस् है, एउटा नर्मल लाइफ भाइले जिउन सकोस्। र तपाईँ हामीहरू सम्पूर्ण मिलेर अलिकति जे जस्तो हुन्छ भाइलाई सहयोग गरौँ। यही एउटा पोजिटिभ नोटसँगै आजको भिडियो सुरु गर्न गइरहेछु। प्लिज इन्जोय द भिडियो। चियर त दामी रहेछ। सबै ब्रेक सेक भएको रहेछ त है। अब नानीको हालत यस्तो छ हो, के गर्नु अब गरी खाने मान्छे नै हो, कोही छैन। सबैले सहयोग गऱ्यो भने राम्रो। हामीलाई यति दिएको पनि धेरै 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 सब तपाईँहरूलाई धन्यवाद। यति भन्दै अब अरू त के भन्नु र हो, यति नै हाम्रो चाहिँ उयो छ। अब कोही छैन उसको, हामीलाई चाहिँ बहुत ठुलो गुण भयो यसमा चाहिँ। यतिमै धन्यवाद। विशेष सबैलाई नमस्कार है। र हामी सदरवन समष्टिबाट है, र हाम्रो भाइ सिङताम गोपालधुरा वार्ड नम्बर 7 अनुपात तामाङको छोरा है सलिम तामाङ चाहिँ अब तपाईको सिक्किममा चाहिँ गाडीको एक्सिडेन्ट भएर है उहाँ उपचारमा थियो
र उपचार उहाँको सके पश्चात चाहिँ अहिले उहाँ घरमा आइसकेका छन् र घरमा आएपछि चाहिँ उहाँको बोजूले चाहिँ हामीलाई पनि एउटा सहयोगको बिन्ती गर्नुभएको थियो है र उहाँलाई चाहिँ के आवश्यक थियो भने विशेष गरी चाहिँ उहाँ अहिले उपचार भइसकेर आए पश्चात पनि अलिकति हिँडुल गर्न नसक्ने हुनाले गर्दाखेरि चाहिँ उहाँले व्हिल चेयर चाहिँ एउटा गरिदिनु भयो भने चाहिँ राम्रो हुने थियो भन्ने एउटा हामीलाई रिक्वेस्ट गर्नुभएको थियो। त्यसका आधारमा हामी सदरमुकाम समष्टिको प्रेसिडेन्ट अमृत योन्जन साथै म सेक्रेटरीको तर्फबाट हामीले उहाँलाई वचन दिएको थियौँ कि हामी तपाईँहरूलाई यो व्हिल चेयर चाहिँ हामी प्रोभाइड गर्छौँ भन्ने उयो गरेको थियौँ र आज चाहिँ हामी गोपालधुरा प्रशाखाका प्रेसिडेन्ट साथै गोपालधुराका अन्य साथीहरूलाई लिएर चाहिँ हामीले उहाँलाई चाहिँ यो व्हिल चेयर चाहिँ आज हामी प्रदान गरिरहेको छौँ है र भाइ चाहिँ अब यो अझै राम्रो होस् होइन भन्ने चाहिँ हामी चाहन्छौँ र भाइको स्वास्थ्य चाहिँ चाँडोभन्दा चाँडो चाहिँ राम्रो भएर जाओस् भन्ने चाहन्छौँ र उहाँलाई फेरि पनि अझै सहयोगको खाँचो छ र यसरी नै प्रदान गरिदिया जाओस् भन्ने चाहिँ हामी सदरमुकामको पक्षबाट सबैलाई बिन्ती गर्न चाहन्छौँ। धन्यवाद।